सिउमाई खाने सिउमाई सिउमाई होइन हौ हेलो हेलो हङकङ यस्तो ठाउँ हो जहाँ चाहिँ नेपालीहरूको हिजोआज खाना चाहिँ मोमो चाहिँ आइडेन्टिटी भएको छ किनभने स्थानीय समुदायहरूले पनि मोमो भनेर चाहिँ उनीहरूले जानेको छ किनभने उनीहरूको पनि कल्चरमा डम्पलिङ भन्ने हुन्छ र हामी पनि हाम्रो फ्लेभरमा बनाउँछौँ जसको कारणले एकदमै धेरै राम्रो भएर गएको छ आज चाहिँ हामी युलङको फुडहरू टेस्ट गर्दैछौँ धन्यवाद मोमो मोमो यो यहाँ छ नि ट्रेनको पछाडि बास्केटबल छ बास्केटबलको माथिल्लो कर्नरमा चाहिँ छ गयो देवराज खोज्दै अब यता आउँदै कहीँ छैन त्यो बन्द भइसक्यो गेस के आएको यो गेस देवराजलाई उता पठायो यहाँ खुल्लै रहेछ नि पिकमा यहाँ जानु त स्टोरको मुनि ग्राउन्ड फ्लोरमा छ खुल्लै हुन्छ त्यो मुनि होइन त्यो पशुपति स्टोरको त्यो चढ्ने भरेको छ नि यहाँबाट त्यो जुन ढोका छ नि कहिलेदेखि भयो बने नै हो नेपालीद्वारा सञ्चालित नयाँ मोमो पाउँछ